हेलो गाइज, सबलाई नमस्कार छ। अनि म चाहिँ विमल बस्याल। अनि आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भनेर आशा गर्दछु। अनि फाइनली म चाहिँ यहाँ झलुङ्गे पुल, हाम्रो खरमाराको झलुङ्गे पुल भन्छ गाइज यो होइन, धेरै लामो छ। अनि हेर्न सक्नुहुन्छ यता। अनि त्यहाँबाट भ्यू चाहिँ यस्तो दामी देख्छ क्या। अनि यो चाहिँ हाम्रो सिटी भिटी हो गाइज, हेर्न सक्नुहुन्छ। यो माथि छ, जुम गरेर पनि देखाइदिन्छु म। यो चाहिँ हाम्रो सिटी भिटी हो। अनि त्यहाँबाट हेर्न सक्नुहुन्छ, यो चाहिँ भ्यू बवाल भ्यू देखिन्छ, हेर्न सक्नुहुन्छ। अनि त्यही हो, मेरो भ्लग चाहिँ आइरहेको छ। अनि कस्तो लागिरहेछ कमेन्ट पनि गरिदिनु होला भन्न चाहन्छु म। अनि फाइनली साइकल लिएर आएको छु, हेर्न सक्नुहुन्छ। साइकलमा अहिले सुरुवात गर्दैछु। अनि तपाईँहरूले सपोर्ट गरेर, माया गरेर अझै राम्रो भ्लग बनाउने कोसिस गर्दैछु। राम्रो होस् नराम्रो होस्, लाइक गरेर, कमेन्ट गरेर, सेयर पनि गरिदिनु होला भन्न चाहन्छु। अनि त्यहाँबाट यस्तै हो गाइज, लाइफ भनेको के रहेछ होइन, इन्जोय क्या गाइज। अनि म चाहिँ अहिले यही हो गाइज, मेरो लाइफ चाहिँ तपाईँहरूलाई जति सक्दो हुन्छ एकजना एन्टरटेनमेन्ट गरेर खुसी बनाउने कोसिस गर्दैछु। अनि त्यहाँबाट चस्मा पनि कस्तो देखेछ गाइज होइन, बवाल देखेछ होला। अनि चस्मा लाएरै आउने छ मेरो भिडियो। अनि फाइनली चाहिँ यही हो गाइज होइन। आज म यता खाने त्यही हो, अब घरतिर जान्छु। अहिले लगभग 3:30-4 भन्दा लाग्यो होला। अनि फाइनली जानुपर्छ घर पनि, घरको काम पनि हेर्नुपर्छ। अनि यही भन्न चाहन्छु म। हेलो गाइज, म चाहिँ फाइनली हेर्न सक्नुहुन्छ होइन, म चाहिँ हाम्रो यहाँ झलुङ्गे पुल खरमारा चाहिँ आइसकेँ, हेर्न सक्नुहुन्छ। फाइनली अहिले चाहिँ म पुरै पुलमै। अनि यो चाहिँ खरमारा खोला हो गाइज, हेर्न सक्नुहुन्छ। पानी पनि आइरहेछ, सानो पानी आइरहेछ। अनि फाइनली म पनि यतैतिर छु। अनि त्यहाँबाट मेरो भिडियो कस्तो लागेको छ होइन, सबजना कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। अनि माया गरिदिनु, फुल सपोर्ट गरिदिनु गाइज। सपोर्टको चाहिँ एकदमै मलाई खाँचो परिरहेको छ। अनि त्यसैले सपोर्ट पनि गरिदिनु होला भन्न चाहन्छु। अनि त्यहाँबाट मलाई कसले माया गर्नुहुन्छ भनेर चाहिँ फाइनली कमेन्ट बक्स खाली छ, खोइ कमेन्टै गर्नुहुन्न। कमेन्ट यसो गरिदिनु हो, कमेन्ट गरेपछि मलाई नि यसो हुन्छ, म रिप्लाई पनि दिन्छु कि कसले माया गर्नुहुन्छ भनेर। लाइक त आइरहेको छ, भ्युज पनि आइरहेको छ, तर भ्युज पनि कमै आइरहेको छ है गाइज। त्यसैले फाइनली चाहिँ भइरहेको छ, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ म झलुङ्गे पुलमा छु गाइज। यो झलुङ्गे पुल साइकल चढेर आउनु परिरहेछ क्या गाइज, के गर्नु, बाइक छैन। त्यही तपाईँहरूले यसो सपोर्ट गरिदिनु भयो, धेरै माया गरिदिनु भयो भनेदेखि यसो बाइक साइक पनि चढौँला होइन। अनि भ्लग पनि बवाल आउने छ। अनि त्यही हो भन्न चाहन्छु म। अनि अहिले त के गर्नु गाइज, साइकल चढेर हिँड्नु परिरहेछ, तर भल केही छैन। अहिले सुरुवात गर्दैछु म। सुरुवातमा त अब जे पनि हुन्छ नि। अनि त्यसैले म गर्दैछु। हल्का नराम्रो आँखा होला, हल्का मिलाउनु पऱ्यो नि होइन यसो। अनि आज चाहिँ होइन मेरो कस्तो देखेछ, अब म खालि चस्मा लाएरै आउँछ है मेरो भ्लग चाहिँ गाइज, हेर्नु होला राम्रोसँग। चस्मा लाएरै आउने छ। अनि कस्तो पनि देखेछ त्यो पनि भनिदिनु होला भन्न चाहन्छु म। अनि फाइनली अनि यस्तै हो, लाइफ भनेको के रहेछ होइन, इन्जोय गर्नुपर्छ। अनि सोसल मिडियामा चाहिँ म आइसकेँ। अनि सबजनाले माया पनि गरिदिनुपर्छ गाइज सोसल मिडियामा, किनकि भ्लगर, खरमाराको भ्लगर भन्न चाहन्छु म, टप भ्लगर। कि फाइनली सब आउँछ, खरमाराको भिडियो सब आउँछ, हेर्दै गर्नु होला। अनि अहिले भर्खरै मैले अपलोड गरिदिइसकेँ फेसबुकमा, सबजनाले हेरिदिनु होला, लाइक गरिदिनु होला। अनि कुन ठाउँ हो भनेर कमेन्ट पनि गरिदिनु होला। म गएको थिएँ, काहीँ न काहीँ त गएको थिएँ। फाइनली मैले भिडियो हालिसकेँ। अनि कमेन्ट बक्समा भनिदिनु होला भन्न चाहन्छु। अनि त्यही हो, लाइक त गर्नु नछोड्नु, सेयर पनि गर्नु होला भन्न चाहन्छु। फाइनली गाइज, बाई बाई गाइज, बाई बाई।